हेलो सबैजनालाई सेवा र नमस्ते। स्वागत छ तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा अनि अर्को नयाँ भिडियोमा। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। बिहान 9:30 बजे भिडियो स्टार्ट गर्दैछु। म यहाँ रक्सीमा आगो फुक्दै। यहाँ रक्सीमा आगो फुक्दै छु म। एक भाम अघि उतारिसकेको। यहाँ मम्मीले जाँड पनि पकाइसक्नु भएको छ। जाँड पकाउनु चाहिँ मलाई आउँदैन, अलिक गिलो पकाउँछु, पानी ओझ्याल्नु आउँदैन क्या टाइममा। खरानी सबै अनुहार लाग्छ सेतै। मुख पनि धुएको छुइनँ आज मैले, किनभने पानी पर्यो आज बिहानै। यो हिलो हिलोमा आज म रोडदेखि गिटी ल्याएर हालिदिनु पर्यो भन्दैछु। बाख्रा पनि निकालेको छैन, पानी परेर हो क्या। ऱ्यान्डम भिडियो स्टार्ट गरिसकेँ मैले। जाडो छ आज पानी परेर, घाम पनि लागेको छैन। यस्तो देख्छ घाम। अब आज म के गर्छु सब देखाउँछु तपाईहरुलाई। म खाना पनि पकाउँदैछु म। हो यहाँ आलु ल्याएको राखिरहेको छु। भात यहाँ बसाएको छु। यो बिहानको खोले भात खाजा। यहाँ पाक्दैछ दाल। चुला नलिपेको 1 हप्ता भयो। आज त चुला पनि लिप्छु म। सब काम गर्छु आज। के गर्छु सब देखाउँछु ल। यस्तै छ है। पानी त अघि मैले ल्याइसकेँ। अनि सधैँ बिहानै उठेर म घाँसमा जान्थेँ भने आज पानी परेर गइनँ। म 6:30 तिर मात्रै उठेको या आज चाहिँ। नत्र म 5:30 ट्याक्कै उठ्थेँ। अनि एउटा जाउजा गोजीमा बक्ला घाँसमा टक्कसँगले हुन्थ्यो। आज चाहिँ अब यो घाँस झुन्डाएर बाख्रा निकाल्नु पर्नेछ मेरो काम। अब यो काम गर्छु म। ल तरकारी टिप्नु आए गाइज। म यहाँ एउटा त मैले टिपेको पनि छु। अब यो मुन्टा टिपेर पकाउने केही तरकारी नै छैन। फेरि मलाई बेला नआएको त्यसलाई रुगा लागिरहेछ। गिद्दी दिमाग खराब हुने गरी। बाख्रा त मम्मीले निकाल्नु हो। म चाहिँ यहाँ राखेर तरकारी पकाउने। दाल र भात पाकिसक्यो। त्यसपछि भात खाएर उयो थोरै मकै गोड्नु पर्ने छ। छोराले पनि त्यहाँ लट्टे चारो छ, त्यो उखाल्दै मकै गोड्नु पर्ने छ आज। मेरो आमा छोरी आज दिनभर के काम गर्छु म सब देखाइहाल्छु। आज मेरो ऱ्यान्डम भिडियो हो यो चाहिँ। के गर्छु जम्मै देखाउने। यो टपिकमा भिडियो बनाउँछु भन्ने छैन मेरो आज। जे पाए चाहिँ म बनाउने हो। जे पाए चाहिँ भन्दा पनि आज सबै अलराउन्ड काम गर्नुपर्ने छ आज। मुन्टा टिप्दैछु म। फ्रेस यस्तो पो खानु पाइन्छ त हाम्रो गाउँमा त। सहरमा त कहिलेको 2-3 दिनको मात्रै आइपुग्छ। यस्तो गर्ने ट्र्याक्क बाँचे हाल्ने। मेरो अर्ग्यानिक तरकारी अर्ग्यानिक दाउराको चुलामा पाक्दैछ। तर चुला चाहिँ एकदम लापोखी गयो हो। हेत्तेरिका हो। पाक्दैछ है, पाक्दैछ। यो चुला आज म सेतो पार्छु लिपेर एकछिन भात खाएर दिउँसो। घाँस काट्नु पर्ने छ अब। यहीँ नजिक काट्नु हुने आज टाढा नगएको। बिहान पानी परेर पाक्नु आँट्यो तरकारी पनि। यो काभ्राको घाँस काटेँ, यहाँ राखेको छु। अनि यहाँ बाख्राहरूलाई लगाइदिइसकेँ। यो चाहिँ हो छाना। दिउँसो पानी पर्दा मसिनोहरूले लगाइदिनु पर्छ। यो अहिले यिनीहरूले टेक्छ र खाँदैन। फेरि झुन्डाइदिइसक्यो मैले सबलाई। अब यो ढोका क्लोज गर्नुपर्छ। ल्या झरेको छ त घाँस पनि। खाँदैछ काभ्रा त। अब अलिक छिपेपछि खाँदैन नि त यिनीहरूले। घाँस खानु उठ। यसलाई उसको बच्चाहरूले साह्रै दुःख दिन्छ र घाँस खानै उठ्दैन। यहाँ झुन्डाइदिन्छु तिमीहरूलाई म। अनि मैले यहाँ यो घाँस पनि राखेको छु। अघि काटेर एक अङ्गाले ल्याएको छु। यो चाहिँ हिजै ल्याएको घाँस हो। यस्तै छ। अब भात खानु पर्यो। अनि घरमै बस्नु भनेको फेरि
कहाँ जान्छु मलाई नै थाहा छैन। खेताला जान्छु यत्तिका कतै निकाल्नु साह्रो। खेताला जान्छु कि मलाई नै थाहा छैन। अहिले त्यहाँ काब्रा घाँस झुन्डाइदिएको नखाइ कराउनेहरूलाई म कुट्छु पो, थाहा छैन मलाई। आज चाहिँ मौसम ठिक्क छ है, तर काम गर्नु घाम लागेको छैन नि त, गर्मी हुँदैन। खाना खानु स्टार्ट गरियो, बाहिर बसेर भित्र लाइनै गयो क्या। करेन्ट, भात, अघि मैले पकाएको तरकारी, प्याज। 1-2 गाँस खाइसक्यो, अघि पिरो छ। यतिको चाहिँ अब दिने हो नि त बसेर। के उठ्छ मोबाइलमा? नजाने तपाईँ मैले रुगा लागेको माथि सरेक तरकारीमा त नुन चर्को हालिएछ यार हेर। खाइसके खलास भरे। त्यो चाट्नु पर्यो नि सकिन्छ हैन। अहिले चाहिँ 12:30 भयो। अलिक अघि नै जानुपर्ने खेताला। म भात खाइसकेँ हैन, अनि खेताला लाग्दिएको अब गाइज। जानु नजानु दोधार हुँदै जाँदैछु। नत्र मेरो घरैमा घाँस काट्नुपर्ने काम थियो नि त, भोलि उता काममा जानुको लागि। अनि आज चाहिँ नगएको, त्यही भएर म जाँदैछु पन्जा बोकेर। यो कोपी हामीले अस्ति गोडेको, आज यहाँ अब खोर्सानी रोप्नुपर्ने, मल्चिङ गर्नुपर्ने। अहिले मल छरियो। पन्जा त यस्तो छ, सबको आफ्नो आफ्नो काम। हे जोत्दैले जोत्दैछ। आजको हाम्रो काम खेतालामा मल्चिङ लाउने। यहाँ यति लगाएको हामीले दिनभरमा। लास्ट गाह्रो हुने रहेछ गाइज। तल ट्याक्कै यो तल उभाएर यो तल पुर्याएर उभ्नु हुनेहरू। म चाहिँ यहाँ अघि आएर बसेको। गले 5:30 भयो। हामीले खाजा पनि अघि खायौँ। तल आउँदै हुनुहुन्छ अब फेरि यहाँ यो ड्याङ बनाइसकेर त्यो तल लानुपर्ने।
कति गलियो आज आम्मामा। हामीले त्यस्तो मल्चिङ 14वटा लायौँ आज 14वटा। लास्ट गलिँदो रहेछ यार आम्मामा। म त गले 6:30 भइसक्यो। 7 बज्न आँटिसक्यो अहिले। 7 बज्नु 15 मिनट छ। 6:30 निस्केको। एकछिन बस्दा यति बेला भइहाल्यो। अब भात पकाउनु पर्ने, खानु पर्ने, गाह्रो छ गाइस। यस्तै हो गाउँघरमा खेताला जाँदा यताउता गर्दा यस्तै हुन्छ। 7 बज्न आँटिसक्यो। गुड मर्निङ गाइस। जङ्गलदेखि भिडियो बिहानै म अहिले घाँसमा आएँ। हिजो बेलुका मैले भिडियो इन गरिनँ। त्यो दिउँसो खेताला जाँदा लास्टै गलिएछ त्यो मल्चिङ लाउनु। लास्ट गलिने रहेछ। थोरैजनाले त त्यो लाउनु पनि नहुने रहेछ। यस्तो साह्रो गलियो कि यस्तो साह्रो गलियो कि। अनि अहिले म 6 बज्नु आँटेको छ। 5:46-47 भयो। घाँसमा आएको म गाई त्यता तल बारीमा यहाँ तल्लोपट्टि। आज सधैँ चाहिँ म पर अम्लिसोतिर घाँसमा जान्थेँ होइन। त्यहाँ सक्यो त यता तल अर्को बारीतिर लाग्यो। अन्त हेरौँ जाँदैछु। चोरहरूलाई अघि चोरी लगिसक्यो होला घाँस। अघि भन्दा पनि एकछिनतिर चाहिँ आउँछ होला चोर्नु। हिजो चाहिँ पानी परेर म घाँसमा आइनँ। आज चाहिँ आएको छु। किन नजिकै काटेर लानु पर्यो भनेर आएको। अनि यस्तो छ रोपेको तिसहरू यत्रो यत्रो भएको छ यहाँ। यता तल यता 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 रुगा लागेको छ मलाई। रुगा लाग्या छ। ढाडै दुखिरहेको छ हो। राजुलाई खेती पनि नदिन्छु म। कालिज कुद्दैछ जस्तो छ। एकताल पनि नभिउजी बिहान भएको राति त। आज साह्रो पो गल्यो कि। यस्तो छ। यहाँ घाँस काट्नुपर्ने। यो झार्नुपर्छ होला कि यो झार्नु। यति साह्रो पसिना हातको हाल कराइ पुग्यो। म जङ्गलको भिडियो त बनाइनँ मैले। घाँटीले बङ्गा आज घाँस धेर भयो त। दायाँ बायाँ हातको हाल यस्तो छ। कम्ती गरौँ भएन हौ पसिना त। के साह्रो टाउको घाँटी दुख्यो घाँटी पसिना नाकभित्र पसेर चिलाउने गरे। हात यस्तो हुन्छ क्या। यहाँसम्म लाग्छ। त्यही भएर थोत्रे च्यातेको ज्याकेटहरू भए पनि लाउनुपर्छ। लास्टै फोरी पनि भयो। अब चाहिँ नुहाउने हो। अनि भिडियो चाहिँ अब यति नै बनाउनु पर्यो। भोक पनि लाग्यो। अब नुहाएर मात्र भात खाने। अनि अब म यो भिडियो चाहिँ यही इन्ड गर्ने। सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। लाइक शेयर सब्सक्राइब पनि गर्नुहोला भन्दै यही मेरो फोरी हातले बाई बाई।